वेलकम टु माई च्यानल। आज चाहिँ म चाहिँ चोलो सोलो लाएर रेडी भयो। हिजो चाहिँ मैले ब्लग बनाइनँ। आज चाहिँ म पुरै अब के हो यो चोलो सोलो लाएर टक्क रेडी भएको के गाइस। जाडो हो नि त यहाँ। अनि यो चाहिँ आमासँग जान्छु। म चाहिँ आमासँग यसरी डोको बोकेर जान्छु। ल गाइज, कस्तो बुढी आमा जस्तो देखियो होला तर ओके। ल जाम आमा, म बोक्छु है डोको। अब चाहिँ म कहाँ जाने भन्दा गाइज हजुरलाई म देखाउँछु यसरी। यहाँ त देखिन रहन्छ। हामी अहिले जान आँटेको यहाँ हो। यहाँ हामी यहाँ जाने आज चाहिँ मलाई आमाले लिएर जानुहुन्छ। बाउ सोध्दै हुनुहुन्छ आमा, मलाई त थाहा छैन झन् केही पनि। आमा यो त छोटो भयो। कसरी हो कसरी हो? अब चाहिँ हामी गाइस माटो खन्न जान्छौँ। मैले नि डोको बोकेँ, आमाले नि माटो के अरे कफी बोक्नु भयो। अस्ति टिपेको कफी अब बल्ल दिनुहुन्छ आमाले। अनि म चाहिँ डोको बोकेको माटोको बोक्नको लागि। हेर्नु गाइस आज हामी के गर्छौँ कि वाच। यो चाहिँ हाम्रो गाउँ। अनि हाम्रो आमा र म चाहिँ हिँडिसक्यौँ लहर लहर गर्दै। म चाहिँ यता छु। आमा म हजुरसँग हिँड्दाखेरि रमाइलो लाग्छ हजुरलाई? म त भोलि जान्छु। यता त कुवा थियो होइन र आमा? यो बाटो पनि भत्का रहेछन् है। मैले बल्ल रियलाइज गरेँ। त्यता कुवा क्या। पहिला हामी यो कुवामा पानी लिन आउँथ्यौँ कि। माथि पानी नआएर हजुर भयो अहिले त नजाने भयो। यो ठाउँलाई कुवा पानी भन्दो रहेछ है गाइस। किनभने यहाँ कुवा खान त त्यही भयो। सेन्स त राम्रो पर्यो नि ठाउँको होइन आमा? अब हामी यहाँबाट उक्लिन्छौँ। यहाँबाट उक्लिने हर्पनको बाटो यति खत्तम छ। अब हामी चाहिँ बिस्तारै आमा उता कफी दिने ठाउँमा आउन आँटेछौँ। यहाँ सिधा बाटो हुन्छ कि खेत ओर्लिँदै आउनु पर्ने रहेछ। त्यो कफी जुन अस्ति आमाले टिप्नु भएको थियो नि, त्योवाला कफी। मलाई पनि थाहा छैन कफी कसरी बनाउँछन्। आज कफी कसरी के गर्छन् आज थाहा हुन्छ त्यहाँ गएपछि। हामी आएको अवस्था गाइस जोड्ने रहेछ। त्यता अरूहरूको कफी हो। कति केजी हुन्छ? 13 केजी। त्यसै कहाँ हुन्छ लाने के अरे त्यहाँ पर्छ मल कुहिएर। मल्लो त मल्लो हुन्छ है। हुन्छ होला नि। कसरी अरे? हो त्यसरी उल्टो रोपिनु सुल्टो यसरी कति सुहाएको आमा? कति सुहाएको हजुरलाई? यहाँ चाहिँ बोक राखा। हामी उहाँ जाने अब माटो लिनकोलाई। यो चाहिँ मन्दिर, कुलको मन्दिर। अब चाहिँ हामी माटो लिन जान्छौँ। कफी लगाइसक्यो अहिले। अब चाहिँ हामी हिँड्दै यहाँ पानी खाने ठाउँमा आयौँ। आमालाई चाहिँ पानी खानु मन लाग्यो अरे। लु खाइछ कसरी खाने हो?
त्यसरी खाने हो म नि खान्छु है त गाइस पानी हातले खाइन हुन्छ है आमा हातले हुन्छ नि हुन्छ यहाँ सकेर ल के रहेछ यही नुहाम है अनि कि यहाँ त नुहाउनुहुन्न मिठो रहेछ पानी त आमाले खाँदैनुहुन्छ अझै गाइस हामीले पानी पनि खायौँ अब चाहिँ हामी जान्छौँ आमा आउनुभयो आमा आउनु अब र हजुरमासँग हिँड्ने धेरै दिन छैन अनि फेरि हजुर र म आली दिनको लागि छुट्छौँ अब है आली दिन हो के अब कहिले हो यसरी हिँड्ने कहिले भेट्नु नि हो थाहा नि छ आमा र म एउटै होइन है तर किन होला मैले पाएको नातिनी होला नि एउटै हुनुपर्ने होइन र झन् रगतले हेर्दा एउटै भएको हामी कति क्युट हुनुहुन्छ है ल गाइस अब हामी माटो लिने ठाउँमा भेट्छौँ है त बाई भन्नु बाई यस्तो गर्नु क्यामेरामा यसरी यस्तो गर्नु न गाई हामी माटो खाने ठाउँ गाइस भन्नु न गाई हाम्रो भिडियो हेरिदिनु होला हाम्रो भिडियो हेरिदिनु होला लाइक सेयर गरिदिनु होला ल अब अहिले चाहिँ हामी आयौँ होइन माटो खाने ठाउँमा अनि हाम्रो घर चाहिँ यहाँ देख्यो कि नै यो गाइस यो टुप्पाको हो यो अब आमाले सिकाउनु होला नि मलाई होइन हो कि न त्यता खन्ने हो कि यता यस्तो जङ्गल आम गाइस हामी डर लगाउने भयो त्यता हो आमालाई मैले बोली इरिटेट पारेको लोट्नु होला म आम रोप्नु कता हालिदिने यसलाई काँडा रहेछ यहाँ राख्नुपर्छ किन यस्तो काँडा राख्ने हुन्छ म आमामा किन राख्ने नि त गाइस अब यसलाई बाउसोले यसरी खन्ने हो यसरी खनेर नि लैजाने अब आमाले खन्न स्टार्ट गर्नुभयो बोरामा राख्ने हो बोरामा राख्ने कुन बोरा लिएर यो गाइस यसमा नि राख्ने आमा यो बोरा नि राख्ने हो हरियो अर्को बाउसो ल्याएको भए मैले नि खन्थेँ नि है खासै राम्रो माटो त रोइन्छ गाइस ढुङ्गा है पुरै आमा अर्को ठाउँमा जानुपर्ने रहेछ आमा तर यहाँ पनि अलिअलि त हगे कता अरू ठाउँमा नि छ हामी फेरि यो ठाउँबाट यो ठाउँमा सरेन गरौँ ढुङ्गा फालिदिन्छु दिनु मलाई थालमा निकालिदिनु म ढुङ्गा फालिदिन्छु दिनु त्यो भित्र नि हेर त छोरी ढुङ्गा मेरो त काटो जान्दिनँ क्या खिचिराख्यो
किन खिची त्यो त काट्न मिल्छ कि गाइज आमाले मलाई यस्तो यस्तो सिक्रेट कुरा भन्नुभयो होइन अनि यो राख्ने होइन है त्यहाँ खिच्ने होइन है गर्नुहुन्छ अनि मैले फाल्न मिल्छ कि आमा भनेको आमालाई होइन आमा नातिनी र आमाको सिक्रेट कुरा हुन्छ नि म कहाँ युट्युबमा राख्छु हामी आमा र नातिनीको सिक्रेट कुरा गर्दै हौँ अहिले बोलाउँला है गाइज फाइनली हामीले दुईटै बोरामा माटो भरेर सक्यौँ यो चाहिँ मैले बोक्छु मलाई बोक्न सजिलो लाग्छ अनि यो चाहिँ आमाले बोक्नुहुन्छ ल गाइज माटो बोकेँ हजुरलाई धकेलिदिने हो बस्नु ल गाइस आउनु है मेरोमा हालिदिनु न बाउसो आमा चाहिँ यता टुकुर हिँड्नुभयो मेरोभन्दा आमाको अलि बढी हो कि माटो बिचरा म त सक्दिनँ कि जस्तो लागेर थोरै भने तर सकिँदो रहेछ अहिले एकछिनलाई सक्यो हो फेरि अलि उता गएपछि धकेल आउँछ आमा हाई गाइस अहिले चाहिँ हामी खै कहाँ खानासाना खायौँ माटो लिएर आएर अनि अब चाहिँ बाबाले मलाई सुन्तला दिनुभयो खाने भनेर होइन बाबा ए मुटु पोल्यो रे बाबाको ल गाइज अब चाहिँ हामी अस्तिको भिडियोमा हिजोको लास्ट भिडियोमा हामीले भन्थ्यौँ नि अब हजुर हामी लप्सी टिप्न जाने हो भनेर अनि आज चाहिँ हामी लप्सी टिप्न जाँदैछौँ गाइज म र आमा भएर आमा रोकिनु अनि आमाको आलुबारी हुँदै जाने हो कि हामी आज चाहिँ घर नजिकै हो कि लप्सीको रुख है आमा कुरो मात्र हो ला मेरो कपडामा कुरो लाग्छ क्या हो है यता जाने हो आइट ल आमा र म चाहिँ यहीँ नाम है आमा हाई भन्नु हाई मैले नातिनीलाई लप्सी टिपिदिँदैछु टिपिदिन लिएर जाँदैछु लास्टमा त यत्रो भ्लग बनाएर नभएको रे के लप्सी क्या रे नि अनि क्या रे नि आउनु यहीँ त उक्लिने होइन यो तलको बाटो उक्लिने हो कि माथि हामी यो लप्सीको रुखमा त आयौँ बुट्टामा त लप्सी त रहेछ होइन तर कसरी टिप्ने भुइँमा त छ होला नि आमा अब भुइँमा खोज्छौँ गाइज हामी गाइज मेरो यो कपडा अलि भएन कि यो लप्सी खोज्नको लागि त्यही भएर मलाई आमाले अर्को कपडा ल्याइदिनु भयो योभन्दा मुनि लाग्नलाई योभन्दा मुनि चाहिँ उसको माथि लाउनलाई दिनु त यो खोलिदिनु त खोइ कपडा दिनु यो रेनकोट ओढेर म लप्सी खोज्छु लगायत मैले आफ्नो बडीलाई प्रोटेक्ट गरेँ आमाको तरिका अब यति भएपछि मलाई केही चिजले पनि तान्दैन होइन आमा मैले भेटेँ कुहेको कस्तो होइन सुके त राहम काटेका हुन् बाबाले प्लास्टिकमा अट्लाएर थुन्से नै के अरे उनै बोकेर जाओ भन्दै हुनुहुन्थ्यो बोरा नै बोकेर जाओ भन्दै हुनुहुन्थ्यो हो रहेछ आमा खोज म त उता भुइँमा खोज्छु तर यहाँ त कति धेरै बिहा रहेछ प्लास्टिक हजुर भेटेँ मैले कस्तो राम्रो हरियो भेटेँ तर यहाँ त्यस्तो छैन हो आमा कपडालाई तान्ने जस्तो मैले रेनकोटै लाउनु पर्ने अवस्था त छैन
त्यही पनि लगाइदिउँ न होइन कपडा बिग्रिन्छ भने लगाइदिँदा के भयो र तर यहाँ त पोखराको फेवा लेक चाहिँ खत्रै देखिने कि कहाँ हुनुहुन्छ आमा हुनुहुन्छ अब म अलिक सिरियस भएर खोज्छु है गाइज यस्तो पाराले खोज्यो भने मैले खोज्दिनँ गाइज हामी चाहिँ लप्सी खोज्दा खोज्दा दिगदार पऱ्यौँ भेट्दै भेटेनौँ खत्तम वहाँ माथिबाट तल आइसक्यौँ तर यति पनि भेटेनौँ यति हो यहाँ अनि यहाँ अब आमाले मलाई खना सालका भिरा काम के अरे भुइँमा झऱ्यो भने रहन्छ कस्तो नमिठो मिठै होला क्या नि तपाईँ नि भित्र बुझिहाल्ने हो म त हिँडेँ गाइज आमा चाहिँ अझै हार मान्नु भएन म त चलेँ घर मरै भेटिन्न आउनु म छोडिदिनु बाटो नि कस्तो अप्ठ्यारो हो कि उहाँ रहेछ आमा हजुरको जुत्ता त बिरारा पखामा बिरारा पखामा कहिले आँसु टुटेनन् याँखामा ल्याउ रुमाल बुट्टा भरेर लगाइ अब चाहिँ हामी फर्कियौँ थोरै लप्सले त यो रेनकोट आउनु लप्सी पनि पाइएन है गो आमा गो आउनु गो अब हामी घर जान्छौँ लप्सी पाइएन के हेर्नु ल गाइज ल हेर्नु है आमाले र मैले टिपेको लप्सी खासै राम्रो त होइन काम चलाऊ